नमस्कार, म ब्लड क्यान्सर रिकभर राजन विश्वकर्मा र अहिले चाहिँ हामी मानटारको चोकमा छौँ। अहिले हामीले विभिन्न क्यान्सर किडनी मुटु रोगीहरूलाई पनि एउटा आत्मबल हौसला र केही आर्थिक सहयोग गर्ने क्रममा हामी लागिरहेका छौँ, जुटिरहेका छौँ। आज चाहिँ मेरो गेस्ट भनेर मेरो प्यारो ज्वाइँ हैन प्रवीण दोङ आउनुभएको छ भकुण्डे बेसीबाट हैन। हामी सँगै अब एउटा हाम्रो फेरि पुनर्जन्ममा पनि सहकार्य गरेर ज्वाइँले राम्रो भूमिका निभाउनु भएको छ हैन। उहाँलाई हामी सबैले राष्ट्रिय ज्वाइँ मान्छौँ, तर पनि यो चाहिँ हाम्रो प्यारो, उहाँलाई चाहिँ प्यारो ज्वाइँ भनेका छौँ हैन। फेरि राष्ट्रिय ज्वाइँ भनेर सबैको चाहिँ ज्वाइँ हो, तर बहिनी चाहिँ हाम्रो एउटा मात्रै हो है। त्यो कारणले आज आउनु भएको छ। उहाँलाई म एकदम वेलकम गर्न चाहन्छु मेरो प्यारो ज्वाइँलाई। आज हाम्रो सङ्गीत मजेरीमा आइपुग्नु भएको छ मानटार गोठाटारमा र सँगै हामी सहकार्य गरेर अब पनि यो कार्यक्रमहरू चलाउँदैछौँ। चाँडै नै तपाईँहरूको माझमा चाहिँ यो हाम्रो एउटा लोकदोरी लाइभ भनेर एउटा कार्यक्रम आउँदैछ सङ्गीत मजेरी। तपाईँहरू हेर्नको लागि एकदम तयार भएर बस्नुहोला। अहिले इक्विपमेन्ट्स तयार भइरहेको छ र अहिले हाम्रो यो सङ्गीत मजेरीभित्र नै छौँ। जय, केही भन्नु छ? धन्यवाद हाम्रो राजन दाई, क्यान्सर केयर एसोसिएसनका अध्यक्षज्यूका राजन फिल्म्स प्रालीका चाहिँ प्रोप्राइटर हुनुहुन्छ उहाँ मेरो आदरणीय दाई, धेरै धेरै धन्यवाद। मलाई विश्वासै लागेको थिएन कि दादा है म यसरी राजन फिल्म्सको अफिसभित्र यसरी आउन पाउँछु भन्ने मलाई त्यो विश्वास लागेको थिएन। आज आउन पाएँ, धेरै धेरै खुसी लाग्यो दादा है। अझै धेरै राम्रो गर्दै जानुहोस्। हजुरको सङ्घर्ष, जुन सङ्घर्ष हजुरले गर्नुभएको सङ्घर्षहरू छ त्यो ताजै छन् होइन। एउटा युवा चाहिँ जुन हस्पिटलको बेडमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसँग होइन लड्दै गर्दाको त्योभन्दा सङ्घर्ष ठुलो के नै हुन सकिन्छ होइन। त्यस्तो सङ्घर्षलाई पनि पार गर्दै आज यस स्थानसम्म आइसक्नु भएको छ। हजुरलाई धेरै धेरै शुभकामना दादा, फेरि पनि यस्तै राम्रो गर्दै जानु होला। धन्यवाद। यो चाहिँ मलाई यहाँसम्म ल्याइ पुर्याउनको लागि 3 करोड नेपालीहरूले, देश विदेशमा रहनुभएको सम्पूर्ण नेपालीहरूले मलाई आत्मबल हौसला र आर्थिक सपोर्ट गरिदिनु भयो। त्यो कारणले आज म बाँचेर यहाँ छु होइन। योभन्दा अब यदि मलाई 3 करोड नेपालीले साथ सपोर्ट नदिनु भएको भए आज सायद म यो धरती मुनि धुलो भइसकेको हुन्थेँ, खरानी भइसकेको हुन्थेँ। लगभग 8 वर्ष हुन्थ्यो होला म बितेको। तर आज समग्र नेपालीहरूले मलाई यहाँसम्म ल्याइदिनु भएको छ र म एउटा माध्यम बनेर विभिन्न क्यान्सर किडनी मुटु रोगीहरूलाई आत्मबल र हौसला सहयोग गर्ने एउटा माध्यम बनेको छु। त्यो तपाईँहरूले नै पठाइदिनु भएको रकमहरू चाहिँ बिरामीसम्म पुर्याएर उहाँहरूको आँसु पुस्ने काम गरिएको छ र केही कुराहरूलाई भात खुवाउने कामदेखि लिएर आत्मबल हौसला बढाउने काम गरिएको छ। अझै पनि सहयोग गरिदिनुहोस्। एकअर्का नेपालीले एउटा नेपालीलाई सहयोग गर्ने हो भने धेरै नेपालीहरू चाहिँ यहाँनिर रोगबाट पनि लड्न सक्नुहुन्थ्यो, भोकबाट लड्न सक्नुहुन्छ र एउटा आमा मरेर टुरो हुनुबाट बच्न सक्छ छोराछोरीहरू भने। अब काख रित्तो भएर बाउआमा बितेर काख रित्तो हुनबाट पनि जोगिन सक्छन्। त्यही भएर हामी एकअर्काले सपोर्ट गरौँ। मरिलानु के छ र, 2 दिनको जिन्दगी हो। म पनि कतिखेर मर्छु थाहा छैन। क्यान्सरलाई त मैले जितेँ, म एउटा धमिरा लागेको रुख जस्तै हो। म कतिखेर म यो संसार छोडेर जानुपर्छ थाहा छैन, तर पनि म बाँचुन्जेल चाहिँ हरेक नेपालीहरू र मानवहरूको लागि नै लडिरहने छु भन्न चाहन्छु र मलाई अझै पनि आशीर्वाद दिनुहोस्, सहयोग गर्नुहोस् र हाम्रो अफिसमा पनि आउनुहोला। एकअर्का मिलेर गरौँ काम होइन, एकदमै काम गरौँ। हस्त नमस्कार। मेरो ज्वाइँ साहबलाई धेरै धेरै धन्यवाद।